हेलो हेलो गुड मर्निङ सबैजनालाई हजुरलाई फेरि पनि स्वागत छ मेरो यो 200 दिन ब्लग च्यालेन्जको डे 32 मा हैन जुन चाहिँ मैले आजदेखि सुरु गर्न चाहेँ। सो साथीहरु आज म चाहिँ हजुरलाई एउटा यस्तो रुख देखाउँदैछु के अनि जुन चाहिँ अब हाम्रो नेपालमा चाहिँ मैले देखेको छैन हैन यो गाउँमै देखेको छु। यो त्यो खै कुन रुख हो त्यो अब पत्ता लगाउनै सकेन के हैन अब हजुरहरूले थाहा पाउनुहुन्छ कि हैन त्यसैले चाहिँ अब यो भ्लग बनाइदिएको हो मैले पनि हैन। साथीहरु त्यो रुख चाहिँ यो हो के हैन यो चाहिँ पता नि खै त के को रुख हो हैन यो अब फल पनि अब यस्तो सुपारी जस्तो नि इलायची जस्तो कस्तो कस्तो फल लागेको छ हैन के हो के बुझ्नै सकेन एकदम लटछुट हैन लागेको छ त्यहाँ माथिदेखि। यो चाहिँ अलिक ठुलो रुख छ म चाहिँ अर्को सानो रुख पनि देखाइदिन्छु हजुरहरूलाई त। अनि यो चाहिँ त्यो सानो रुख हैन त्यस्तै सेम त्यस्तै हो तर अब अलिक सानो क्या। मैले यहाँ चाहिँ अब काली मरिचको पनि उ देखेको थिएँ हैन त्यो बिरुवा जुन चाहिँ अब तपाईँको त्यो हाम्रो यतातिर सिमी फल्छ त्यसरी फल्दो रहेछ माथि 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 यस्तै बिरुवामा बेटारेर हैन माथि गएर अनि फल्दो रहेछ क्या जुन चाहिँ हेर्दाखेरि पनि असाध्यै राम्रो देखिने हैन। यस्तो यस्तो तरिकाको छ यो बिरुवा हैन के हो बुझ्नै गाह्रो। सो त्यसले चाहिँ मैले अब हजुरहरूलाई यो ब्लग बनाएर राखिदिएको कि हैन। सो म चाहिँ अब यस्तो अलि जङ्गल टाइपमा आएको छु हैन यो रुमदेखि अलि यतातिर छ यसमा चाहिँ लटरम्म फुलेको छ हैन हजुरलाई देखाइदिन्छु म यो बिरुवा के हैन यो फल पनि तपाईँको इलायची जस्तो न कस्तो कस्तो फलेको छ कि हैन। कलर बिरुवा पनि यस्तो चिल्लो तलदेखि माथिसम्म हैन के को रुख के को थाहै छैन। सो अब हजुरहरूलाई थाहा थियो भनेर चाहिँ देखाइदिन आएको हैन। अब जङ्गल चाहिँ यस्तो छ कि अलिअलि हैन अब यतातिर मयर सयर मिल्ने अनि यतातिर वन कुखुरा पनि हुन्छ कि हैन हाम्रो रुमदेखि अलि यस्तो छ कि ठाउँ यो हैन। सो त्यसैले पनि अब यहाँ चाहिँ अब बस्न मन लागिहाल्ने क्या अब आफ्नो गाउँघरतिर जस्तो लाग्छ अलिअलि हैन भन्दिनँ। यो चाहिँ अब यो के को बिरुवा छ यस्तो छ यतातिर हैन। सो मैले चाहिँ अब यस्तो ब्लग लिएर राखेको छु हैन हजुरहरूलाई ताकि इन्टरटेन होस् अनि मेरो 200 दिन च्यालेन्ज होस् भनेर च्यालेन्ज कम्प्लिट होस् भनेर। सो फाइनल साथीहरु आजको यस ब्लगमा यति नै हैन म मिल्छु फेरि हजुरलाई एउटा नयाँ ब्लगको साथमा हैन भोलिको दिनमा। सो अब यदि हजुरलाई थाहा छ भने यो बिरुवा चाहिँ कुन चाहिँ हो यसलाई के भन्छ भने हैन कमेन्ट गरेर पठाइदिनु होला मलाई हैन।